महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको एकता सम्मेलन एकता अधिवेशन भएको रहेछ। हाम्रो विधानमा एकता सम्मेलन वा भेला भनेको छ वा बैठक भनेको छ। र यस कार्यक्रमका अध्यक्ष कमरेड र जनसांस्कृतिक महासङ्घका केन्द्रीय संयोजक कमरेड प्रदेश अन्तर्गत नेपाली कम्युनिस्ट पार्टीका विभिन्न क्षेत्रमा क्रियाशील सबै कमरेडहरू र यो जनसांस्कृतिक महासङ्घ सुदूरपश्चिम प्रदेशको एकता सम्मेलनमा सहभागी सबै कमरेडहरूलाई म जनसांस्कृतिक महासङ्घ नेपालको इन्चार्जको हिसाबले र नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको हिसाबले म सबै कमरेडहरूलाई जुझारु क्रान्तिकारी अभिवादन गर्दछु। यो सुदूरपश्चिम प्रदेशमा तपाईहरुलाई जिल्ला थाहा छँदैछ। यहाँबाट हाम्रो जनसांस्कृतिक महासङ्घमा 5 जना 51 जनाको केन्द्रीय कार्यालयको टिममा हुनुहुन्छ। त्यसमध्ये कमरेड सीबी चन्द यो प्रदेशको इन्चार्जको रूपमा आउनुभएको छ। कमरेड एमपी सरबारा निर्वाचन आयोगको प्रमुखको रूपमा रहनुभएको छ। त्यसै गरी कमरेड खेमराज जोशी कता हुनुहुन्छ? हजुरको के नाट्य सङ्गठनको इन्चार्जको रूपमा हुनुहुन्छ उहाँ। त्यसपछि कमरेड डम्बर रोकाई हुनुहुन्छ। अहिले उहाँ छलफल र समन्वय समितिको प्रमुख र जनसांस्कृतिक महासङ्घको केन्द्रीय कार्यालयको सचिवको रूपमा चाहिँ हुनुहुन्छ। र अर्को कमरेड पर्वत जयगढी भन्ने हुनुहुन्छ। पहिला यही प्रदेशको उहाँ इन्चार्ज हुनुहुँदो रहेछ, अहिले चाहिँ जनकलाकार सङ्घको इन्चार्ज हुनुहुन्छ। र यही प्रदेशबाट 5 जना 45 जनाको केन्द्रीय प्राज्ञिक परामर्श समिति भन्ने छ। देशका विभिन्न क्षेत्रबाट र यसको आङ्गिक सङ्गठनको परन्तु र चाहिँ यसको बौद्धिक एउटा क्षेत्रबाट पनि एउटा केन्द्रीय प्राज्ञिक परामर्श समिति हामीले निर्माण गरेका छौँ। विगतको दिनमा प्राज्ञिक परामर्श समिति चाहिँ सल्लाह दिए पनि हुने, नदिए पनि हुने, बैठकमा बोलाए पनि हुने, नबोलाए पनि हुने, उहाँहरूको सुझाव सल्लाह माने पनि हुने, नमाने पनि हुने, यस्तो टाइपको थियो त्यसको स्ट्रक्चर। अहिलेको हाम्रो एकता सम्मेलनबाट केन्द्रीय प्राज्ञिक परामर्श समितिको कमरेडहरूलाई हरेक कार्यालयको केन्द्रीय कार्यालयको बैठकमा खबर गर्ने र त्यो कार्यालयको बैठकमा आउन सक्ने साथीहरूलाई बैठकमा राख्ने वातावरण मिलाउने हामीले पहिलो यो कुरा गरेका छौँ। र दोस्रो चाहिँ प्राज्ञिक परामर्श समितिहरूले सांस्कृतिक आन्दोलनको नीति निर्माणको तहमा जनसांस्कृतिक महासङ्घले खेल्नुपर्ने भूमिकाको विषयमा छुट्टै पनि बैठक बसेर महासङ्घलाई सुझाव सल्लाह दिने टाइपको चाहिँ एउटा चाहिँ हामीले वैधानिक यसको विधानमा व्यवस्था गरेर हामी तपाईँहरूको बिचमा आएका छौँ। र यो चाहिँ प्राज्ञिक परामर्श समितिमा सुदूरपश्चिम प्रदेशबाट 5 जना कमरेडहरू हुनुहुन्छ। पछि हाम्रो परिपत्र वाचनमा पनि त्यो चाहिँ आइहाल्ला। यसमध्ये कमरेड ओम प्रकाश पुन कैलाली होइन उहाँ हुनुहुन्छ। कमरेड लक्ष्मीराम आचार्य उहाँ पनि हाम्रो प्राज्ञिक परामर्श समितिको कमिटीमा हुनुहुन्छ। त्यसपछि कमरेड मनोहर परियार बैतडी हुनुहुन्छ। उहाँ आउनुभएको कि छैन? उहाँ यहाँ आउनुभएको छैन। त्यसपछि आरपी तिमिल सिन्हा अछाम हुनुहुन्छ। आज उहाँ अछामको बैठक भएको कारणले गर्दा आउन पाइनँ भनेर उहाँले फोन गर्नुभएको थियो। आरपी तिमिल सिन्हा सायद चिन्नुहुन्छ यहाँहरूले। र 5 नम्बरमा कमरेड हरिकृष्ण कठाए उहाँ सहभागी हुनुहुन्छ। यसरी चाहिँ 5 जना हाम्रो चाहिँ जनसांस्कृतिक महासङ्घको 45 जनाको केन्द्रीय प्राज्ञिक परामर्श समिति अन्तर्गत चाहिँ यो सुदूरपश्चिम प्रदेशमा रहनु भएको छ। त्यसो भएको कारणले गर्दा प्राज्ञिक परामर्श समितिबाट पनि अब यो सुदूरपश्चिमको जनसांस्कृतिक महासङ्घलाई कसरी अगाडि बढाउने भन्ने कुरा नजिकबाट चाहिँ सुझाव सल्लाहको कोणबाट, क्रियाशीलताको कोणबाट, निर्देशनको कोणबाट अथवा यसको चाहिँ मतलब यसको अपनत्व आउने गरी चाहिँ भूमिका निर्वाह गर्ने मैले अपेक्षा गरेको छु। र उहाँहरूको पनि केन्द्रीय प्राज्ञिक परामर्श समितिको एउटा बैठक हामीले चाहिँ
आयोजना गरेका थियौँ, तर यो देशको चाहिँ विविध कारणले गर्दा अहिले त्यो हुन सकेको छैन। जुममै भए पनि त्यो बैठक हामी चाहिँ बस्नेछौँ। अरू चाहिँ डिटेल यसको चाहिँ विषयमा हाम्रो परिपत्र यहाँ वाचन गरिनेछ। अब म तपाईँहरूको बिचमा धेरै लामो त कुरा गर्न चाहन्न। अब यो सांस्कृतिक आन्दोलन भनेको के हो? अस्ति एउटा पत्रिकाले चाहिँ मलाई इन्टरभ्यू लिएको थियो। सांस्कृतिक आन्दोलन भनेको तपाईँले धेरै छोटोमा बुझ्दा हुन्छ। यो सांस्कृतिक आन्दोलन भनेको समाजको सबैभन्दा उपरि संरचना हो। बुझ्नुहुन्छ नि होइन? समाजको सबैभन्दा उपरि संरचना। अझ द्वन्द्वात्मक भौतिकवादी कोणबाट तपाईँले भन्नुहुन्छ भने यसलाई चाहिँ तपाईँले के भन्नुहुन्छ भने यसको चाहिँ सार पक्ष, समाजको सार पक्ष भन्नुहोस्। अथवा त्यो सार पक्षको चाहिँ हामीले संरचनालाई चाहिँ अपनत्व बनाउँदा त्यो फिलोसोफीको सार पक्ष पनि भन्न सक्नुहुन्छ, दर्शनको सार पक्ष पनि भन्न सक्नुहुन्छ, अथवा इकोनोमीको सार पक्ष पनि भन्न सक्नुहुन्छ, अर्थतन्त्रको सार पक्ष पनि भन्न सक्नुहुन्छ, अथवा कल्चरको चाहिँ सार पक्ष पनि भन्न सक्नुहुन्छ, संस्कृतिहरूको चाहिँ सार पक्ष पनि भन्न सक्नुहुन्छ। त्यसो भएको कारणले गर्दा कुरा के हो भन्नुहुन्छ भने हाम्रा दृष्टिकोणहरूलाई अफेन्सिभ बनाउने, हाम्रा दृष्टिकोणहरूलाई सकारात्मक बनाउने र हाम्रो दृष्टिकोणहरूलाई चाहिँ तपाईँको चाहिँ हुन्छ सकिन्छ भन्ने बनाउने आजको मुख्य समस्या हो। हाम्रा छलफलहरू निराशाबाट सुरु हुने, निराशाको विश्लेषण हुने, निराशाको सकेसन हुने, निष्कर्ष पनि निराशाको हुने र चाहिँ सबैले झोला बोकेर आफ्नो दिशातिर जाने जस्तो छ। चाहे त्यो कम्युनिस्ट आन्दोलनको कुरा गर्नुहोस्, चाहे सांस्कृतिक आन्दोलनको कुरा गर्नुहोस्। अब यो एटिच्युडलाई, यो कल्चरलाई अथवा यो दृष्टिकोणलाई हामीले चाहिँ बदलिदिन जरुरी छ। अथवा यो उल्टो एउटा चाहिँ शैलीलाई हामीले सुल्टो गराइदिन जरुरी छ। भनेको सकारात्मक कोणबाट बैठक सुरु गर्ने अथवा सोचाइ राख्ने, सकारात्मक विश्लेषण गर्ने, सकारात्मक संश्लेषण गर्ने, सकारात्मक निष्कर्षसहित जाने, सकारात्मक कामको रिजल्टको लागि जाने एटिच्युडको विकास गर्न जरुरी छ। म यहाँको बिचमा यो कुरा राख्न चाहन्छु। अब नेपाली कम्युनिस्ट पार्टीको एउटा केन्द्रीय कार्य संयोजन समितिको सदस्यको पनि हिसाबले हामीले चाहिँ 2 महिना, वर्षले 2 वर्ष, महिनाले 2 महिना, दिनले 28 दिन, 8 घण्टालाई तपाईँले क्याटेगोरी गरेर डिभाइड गर्नुहुन्छ भने हामी झन्डै झन्डै चाहिँ 13 दिन केन्द्रीय कार्य संयोजन समितिको बैठक बसेर त्यसले चाहिँ एउटा विभिन्न निर्णय गरेर अहिले विभिन्न तहमा यसको कार्यान्वयनको तहमा छ र यो सुदूरपश्चिम प्रदेशमा संयोजक र सहसंयोजककै उपस्थितिमा एउटा प्रशिक्षणात्मक एउटा कार्यक्रम पनि सम्पन्न भइसकेको छ र अहिले जिल्ला जिल्लाको चाहिँ एकताको कार्यक्रम पनि अगाडि बढ्दैछ र सायद हिजो मात्रै हाम्रो यो कैलाली जिल्लामा त्यो कार्यक्रम सम्पन्न भएको छ। अब हाम्रो नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको सङ्ख्या कति छ थाहा पाउनुभएको छ? झन्डै 2500 छ। 2500 भनेको ठुलो सङ्ख्या हो। अघि बिहान म यहाँ लागिरहेको थिएँ, यहाँ कमरेडले चर्चा गर्दै हुनुहुन्थ्यो अझै पनि सुदूरपश्चिमबाट यो जिल्लामा यो छुट्यो, यो जिल्लाबाट यो छुट्यो, यो जिल्लाबाट यो छुट्यो, यो जिल्लाबाट यो छुट्यो, यस्तो के यो हिसाबले देशैभरि र जनवर्गीय सङ्गठनबाट यो छुट्यो भन्ने सङ्ख्यालाई जोड्ने हो भने यो 5000 भन्दा ठुलो ढोग्रो बन्छ पार्टीको केन्द्रीय समिति। अब त्यो ढोग्रो चाहिँ बोक्न सकिने हो कि बोक्न नसकिने? यसलाई हामीले चाहिँ पार्टीको महाधिवेशन तय गरिसकेका छौँ। तपाईँलाई थाहा छ त्यो कहिले तय गरेका छौँ? मिति तय गर्यो नि हामीले पार्टीको तपाईँलाई थाहा पाउनुभएको छ होइन? आगामी चाहिँ तपाईँको मङ्सिरमा यो महाधिवेशन गर्ने भनेका छौँ। त्यो महाधिवेशन ठाउँमा पार्टीले लैजानु पर्छ। अहिले देशैभरिको चाहिँ रिपोर्टहरू हेर्दा देशैभरि हामी पुग्दा के पाइन्छ भने कतिपय जिल्लामा त तपाईँको चाहिँ 6 जना 7 जना जिल्लाको सह-इन्चार्ज, जिल्लाको सहसंयोजक बनेको र पनि अझै साथीको चित्त प्रसन्नता भयो। अब यो कैलाली जिल्ला पनि सायद धेरै पार्टीहरू ठुलै सङ्ख्या, त्यो त केन्द्रीय समिति अहिलेसम्म कहिले बनेकै थिएन। मतलब यो छुट्टा छुट्टै पार्टी कुराले गर्दा अब एउटा जिल्लाबाट 108 जना
सदस्य कमरेड हुनुहुन्छ, सायद अहिले पहिलाको चित्र बुझेको पनि छैन। त्यसो गर्दा त्यो महाधिवेशनसम्म गएर पार्टीलाई हामीले चाहिँ गुणात्मक पार्टी बनाउनु छ, रूपान्तरणमुखी पार्टी बनाउनु छ, अथवा तपाईँले चाहिँ समाजवादी क्रान्तिको नेतृत्व गर्न सक्ने पार्टी बनाउनु छ। अब त्यो सक्छौँ कि सक्दैनौँ भन्ने कुरा चाहिँ तपाईँ हाम्रै हातमा छ। मैले कतिपय नेता कमरेडहरूसँग छलफल पनि गर्ने गरेको छु। एउटा जिल्लामा चाहिँ तपाईँको 7 जना 8 जना सहसंयोजक अथवा सह-इन्चार्ज बनाइरहँदा त्यो सह-इन्चार्ज र सहसंयोजकको भारी चाहिँ त्यो जिल्ला पार्टीले तिर्न सक्छ कि सक्दैन तपाईँ? अनि यसले पार्टी भन्ने एटिट्युडले जान्छ कि जाँदैन कमरेड भनेर मैले छलफल पनि गर्ने गरेँ। यसलाई तोड्नको लागि हामीले जनशासित महासभाबाट सुरुवात गरौँ न भनेर कामको प्रारम्भ गरेको छु। अहिले 1 जना केन्द्रीय संयोजक हुनुहुन्छ, 1 जना सहसंयोजक हुनुहुन्छ र हाम्रो 51 जनाको कार्यालय छ, 91 जनाको केन्द्रीय सचिवालय छ, 275 जनाको हाम्रो केन्द्रीय समिति छ। कोही पनि इन्चार्ज र सह-इन्चार्ज हामीले बसेका छैनौँ। एकचोटि हेरौँ न हामी संस्कृति गर्ने कुन चाहिँ मान्छेले चाहिँ गुनासो गर्दा रहेछ त, कुन चाहिँ मान्छेले घटक मिलाम भन्दा रहेछ त कुन चाहिँ प्रदेशमा, हामीले पनि एकचोटि बुझ्छौँ नि त। त्यसो भयो भने यता संयोजक कमरेडसँग छलफल गरौँला, प्रचण्ड कमरेडसँग, यता सहसंयोजक माधव कुमार कमरेडसँग छलफल गरौँला, अरू नेता कमरेड गरौँला नि त। तर अहिलेसम्म कोही पनि हामीलाई भागबण्ड चाहियो भनेर चाहिँ महासङ्घको कार्यमा आएको छैन। त्यो यो कैलाली जिल्लामा नेपाली कम्युनिस्ट पार्टीको मात्रै कुरा होइन, नेपाली काङ्ग्रेसको, नेकपा एमालेको, अरू सबै दलको मतको अवस्था के हो, पार्टीका नेताहरूको अवस्था के हो, सिनियर को नेता हो, कसले चाहिँ सबभन्दा बढी सङ्गठनलाई योगदान दिएको छ, आर्थिक हिसाबले योगदान दिएको छ भन्ने कुरा नेपाली कम्युनिस्ट पार्टीमा भए पनि हामीलाई सबै थाहा छ कि थाहा छैन भन्नुहोस् त। त्यही बाटोमा हामी खाइखेलेर आएको, अन्तर्गुलन हुँदै आएको नि त। त्यसो भएको कारणले गर्दा कुरा के हो भने पार्टी अहिले चाहिँ महाधिवेशनको दिशातिर जाँदा यसलाई सकारात्मक एउटा चाहिँ बनाउनको लागि चाहिँ हामीले पहल गर्नुपर्छ भनेर चाहिँ हामी आएका छौँ। अनि त्यसको त्यो केन्द्रीय कार्य संयोजन समितिको एउटा चाहिँ निष्कर्ष के थियो भन्नुहुन्छ भने यो निर्वाचनको समीक्षाको विषयमा कुराकानी भयो। निर्वाचनको समीक्षाको सन्दर्भमा घुसपैठ आन्दोलन हो, जेनेरेसन जेट आन्दोलन, अथवा यो आन्दोलन चाहिँ एकदम चाहिँ षड्यन्त्रमूलक हो, चाहिँ यो योजनागत हो, यो अल्गोरिदमले कैयौँ काम गरेको छ, कैयौँ चाहिँ विषयहरूको त्यो आएको थियो नजिक। तर निष्कर्ष हामीले के निकाल्यौँ त भन्दा यी जेसुकै भए पनि सबैभन्दा मुख्य र प्रधान समस्या भनेको हाम्रो आन्तरिक समस्या हो भन्ने निष्कर्ष निकाल्यौँ। यो डकुमेन्ट पनि अब आउँदैछ, महाधिवेशनको डकुमेन्ट पनि अब लेखिन्छ सायद, होइन? त्यसो भएको कारणले गर्दा मुख्य कुरा आन्तरिक पक्ष नै प्रधान हो। जसरी कम्युनिस्ट हामी चाहिँ सरकारमा गयौँ, सत्ता सञ्चालन गऱ्यौँ, जनताले हामीलाई 2/3 बहुमत पनि दिए, त्यसलाई चाहिँ अपलब्ध गर्न सकेनौँ, हामी त्यसलाई ग्रहण गर्न सकेनौँ र जनताको सेवामा हामी समर्पित हुन सकेनौँ। पहिलो कुरा जनताले हामीलाई जवाब दिए, जनता हाम्रो कामप्रति सन्तुष्ट थिएनन् अथवा खुसी थिएनन् भन्ने कुराको पुष्टि हुन्छ यसले। त्यसो भएको कारणले गर्दा कुरा के हो भने हामीले हाम्रो कामको समीक्षा गर्न जरुरी हुन्छ भन्ने निष्कर्ष हामीले त्यहाँ निकालेका। हामीले सबै सानो कामको एउटा चाहिँ निष्कर्ष निकाल्न जरुरी हुन्छ। हामीले हाम्रो कस्तो दर्शन अवलम्बन गर्ने, हामीले कस्तो इकोनोमी अवलम्बन गर्ने, हामीले कस्तो संस्कृति अवलम्बन गर्ने, हामीले चाहिँ कस्तो एउटा कल्चर चाहिँ हामीले अवलम्बन गर्ने, कस्तो सङ्गठनात्मक प्रणाली अवलम्बन गर्ने, कस्तो लिडरसिपको टिम निर्माण गर्ने, कस्तो चाहिँ होइन लिडरसिपको टिमले चाहिँ अबको आन्दोलनलाई सङ्गठित गर्न सक्छ भन्ने प्रश्न यतिखेर पार्टीले सबैभन्दा छलफल र गहन विषय र सकारात्मक छलफलको जरुरी छ। हामी केन्द्रीय कार्य संयोजन समितिको बैठक बस्दै गर्दा त्यहीँनिर फेरि चाहिँ एउटा धरना पनि थियो। यो प्रायः कुन चाहिँ जिल्लाको कुन कमरेडले धरना बसिराख्नु भयो। धरनाको एजेन्डा के थियो त भन्नुहुन्छ भने 50% युवालाई, यही कञ्चनपुरको 50% युवालाई चाहिँ पार्टीको सबै निकायमा सम्बोधन गर्नुपर्ने भन्ने थियो। अहिले अस्ति काठमाडौँको कार्यक्रममा पनि सायद हाम्रो संयोजक कमरेडले, सहसंयोजक कमरेडले एकदम चिच्याएर जोड दिएर के भनिराख्नु भएको छ भन्नुहुन्छ भने नेतृत्व हामीले छोड्ने नै भनेका छौँ, दुईटा प्रवृत्तिले खाइराख्यो भन्ने सुन्थेँ मैले अस्ति काठमाडौँको चाहिँ विशेष प्रदेशको चाहिँ कार्यक्रममा उहाँले त्यो भनिराख्नु भयो। नेतृत्व भनेको के हो, नेतृत्वको भाष्य कस्तो छ, नेतृत्व सम्बन्धी हाम्रो
अध्ययन कस्तो छ अथवा एनालाइसिस र व्यवहार कस्तो छ। हामीले सबैले एउटा भन्दै आएको कुरा हो, आन्दोलनले नेता जन्माउँछ, आन्दोलनले नेता जन्माउँछ, आन्दोलनले नेता जन्माउँछ, आन्दोलनले नेता जन्माउँछ भन्दै आएको नि। तर व्यवहारमा तपाईँले कम्पेयर गरेर हेर्नुभयो भने नेपालको कम्युनिस्ट आन्दोलनले नेता जन्मायो कि जन्मायो। चौथो महाधिवेशनको एउटा फाउन्डर, 28 सालको केन्द्रीय न्युक्लियसको एउटा फाउन्डर मोहन विक्रम सिंह। सायद उहाँको सङ्ख्याको गणना गर्ने हो भने चाहिँ तपाईँको के त झन्डै 60 वर्षको एरामा मुख्य नेतृत्वमै हुनुहुन्छ। अब नेपाल मजदुर किसान पार्टीको संयोजक हुनुहुन्छ अध्यक्ष होइन नारायण बिजुक्छे कमरेड। उहाँ नेपाल मजदुर किसान पार्टीको संस्थापक अध्यक्षदेखि पहिलो महाधिवेशनदेखि आज 8औं महाधिवेशन सम्पन्न भइसक्दा पनि पहिलोदेखि अविच्छिन्न 8औं महाधिवेशनसम्म उहाँ नै चाहिँ लिडरसिप हुनुहुन्छ है। अब हाम्रै पार्टीकै कुरा गर्ने हो भने हाम्रो संयोजक कमरेड पनि झन्डै 40-42 देखि अविच्छिन्न चाहिँ लिडरसिपको चाहिँ उत्तराधिकार लिडरसिपमा हुनुहुन्छ। यता चाहिँ सहसंयोजक कमरेड पनि तपाईँले हेर्नुहुन्छ भने होइन यो वा ऊ हिसाबले लिडरसिपमा आइसकेपछि लिडरसिपमै हुनुहुन्छ। तर हामीले प्रयोग गर्दै आएको भाष्य आन्दोलनले नेता जन्माउँछ भन्ने भाष्य त्यो ठिक भइरहेको छ कि छैन कि हाम्रो जीवन दर्शनमा त जीवन व्यवहारमा हाम्रो जीवन पद्धतिमा हाम्रो पार्टीमा हाम्रो आन्दोलनमा भएको छैन भन्ने छ एउटा फेरि। त्यसमा माओवादी केन्द्रमा अलिक बढ्ता चाहिँ कुरा के भयो त भन्नुहुन्छ भने यो जनार्दन कमरेड उठाउनु भएको थियो पछिल्लो बेला तपाईँलाई थाहा छ। छोडिहाल नेतृत्व छोडिहाल म चलाउँछु यस्तो थियो उहाँ। अरू चाहिँ हामी घटकमा पनि त्यो थियो होइन। तर नेतृत्व कम्युनिस्ट पार्टीको नेतृत्व भनेको तैँले छोड म हुन्छु भनेर हुने कुरा हो कि होइन त्यो सम्बन्धी हाम्रो जीवन व्यवहार र प्रयोग सही छ कि छैन यो विषयमा हामीले सकारात्मक ढङ्गले चाहिँ यसको खोजबिन गर्न जरुरी छ। मलाई लाग्ने कुरा के हो त भन्दा नेतृत्व भनेको नेताले दिएर हुने प्रश्न पनि होइन। कुनै मान्छेले चाहिँ मलाई नेतृत्व लिए भनेर हुने कुरा पनि हो। जहाँसम्म मतदानको कुरा छ मतदान भनेको अनुभूति त्यो सहमति हो। पार्टीभित्रको जो मतदानबाट हामीले टुङ्ग्याउँछौँ नि त्यो चाहिँ त्यो एउटा सहमति हो, त्यो अनुभूति हो होइन भन्नुहोस् त। त्यस कारणले गर्दा दुईवटा अभ्यासबाट विशेष गरी चौथोमा केन्द्रीय न्युक्लियस हुँदै मसाल माओवादी यो ट्रेनमा प्यानल सिस्टमले लिडरसिप बनाएर आयो। यतिजना आयोजकको तर्फबाट यति सदस्यीय कमिटी होइन अनि कमिटीले पदाधिकारी निर्वाचन गर्ने अनि कोही मान्छे छुट्टै त्यहाँ निर्वाचन गर्न पायो भने आयोजकको तर्फबाट यही हो त प्यानल आयोजकको तर्फबाट अनि व्यक्ति लड्न पायो भने फेरि व्यक्ति छुट्टै अनि त्यो व्यक्तिलाई सम्झाएर हुन्छ कि के गरेर हुन्छ कि धम्काएर हुन्छ कि प्यानल बस्दै कन्भिन्स गरेर हुन्छ कि त्यसलाई सकेसम्म फिर्ता लिने टाइपको बनाउने त्यो एटिट्युड हो कि। यता फेरि एकीकृत समाजवादी भित्र विशेष गरी पछिल्लो बेला के भन्छ यो एमाले हुँदैको चाहिँ विरासतमा तपाईँले हेर्नुहुन्छ विशेष गरी बौद्धले